टेक्निक फलो गरेर ब्रस गर्न सकिन्छ? अब राम्रोसँग ब्रस गरेर सबैको हातमा हुने चिज भनेको चाहिँ दाँत सफा गर्न सकिन्छ, भिजाको फोहोरहरू निकाल्न सकिन्छ, किराले खानाबाट प्रिभेन्ट गर्न सकिन्छ राम्रोसँग ब्रस गर्यो भने है। अब हाम्रो हातमा नहुने, हाम्रो कन्ट्रोलमा नहुने कुरा एउटा भनेको चाहिँ दाँत बाङ्गो टिङ्गो आयो भने ब्रसिङले सफाउन सकिन्छ त? सकिँदैन। अब ब्रसिङले गर्दाखेरि पनि कन्ट्रोलमा नआउने एउटा चिज भनेको बाङ्गो टिङ्गो छ। त्यसलाई कसरी करेक्ट गर्ने भन्दाखेरि यसरी तार कतिले हो 13 इयर्समा के हुन्छ भनेपछि हाम्रो सबै प्राइमरी टिथ जुन हामी भन्छौँ नि, बच्चा बेला आउने दाँत, सानो सानो दाँतहरू हुन्छ, त्यो सबै चेन्ज भएको हुन्छ। चेन्ज भएर सबै पर्मानेन्ट दाँत हुन्छ। त्यो भनेको तिम्रो सबैको मुखमा चाहिँ पर्मानेन्टली बसिराख्ने दाँत हो। त्यो आइसकेपछि दाँत बाङ्गो टिङ्गो आएको रहेछ भने करेक्ट गर्न मिल्छ। अनि त्यो टाइममा भनेको दाँतलाई तार, बाङ्गो टिङ्गो दाँतलाई तार बानियो भने चाँडै रिजल्ट आउँछ। किनभने हाम्रो जहरू, हाम्रो दाँतलाई सपोर्ट गर्ने हड्डीहरू बनिरहेको हुन्छ, प्रोसेस भइरहेको हुन्छ। त्यो प्रोसेस भइरहेको बेलामा तार बान्यो भने चाँडै रिजल्ट आउँछ। त्यसैले धेरै लामो समयसम्म बाँध्न नपर्ने गरी तार बाँध्न इच्छा छ भने चाहिँ सक्दो भए चाँडै सुरु गरेको राम्रो हो। ठिक छ ल। अब जसको दाँत बाङ्गो छ, उसले तार बाँध्ने सोचेको छ भने चाहिँ चाँडै क्लिनिकमा आएर कन्सल्ट गर्ने, डक्टरलाई भेट्ने, के गर्नुपर्ने रहेछ सबै डक्टरले राम्रोसँग भनिदिनुहुन्छ र तार बाँध्न स्टार्ट गर्दा हुन्छ। ठिक छ।